हेलो एन्ड नमस्ते, स्वागत छ यहाँहरूलाई मेरो युट्युब छवि क्रिएसनमा। आज म टप मोटिभ सिकाउन गइरहेको छु। यसरी एउटा प्लेट हुन्छ, प्लेटमा एउटा पोते, एउटा क्रिस्टल, एउटा पोते लिने अनि जुन पुवालबाट धागो निकालेको छ त्यही पुवालबाट चाहिँ एउटा पोते छोडेर एउटा क्रिस्टल र एउटा पोतेबाट टक्क बिचकोबाट निकाल्ने, त्यहाँबाट अर्को पुवालबाट धागो निकाल्ने, फेरि एउटा क्रिस्टल एउटा क्रिस्टल गरेर लैजाने अनि एउटा पोतेलाई छोडेर क्रिस्टल र पोतेबाट जुन पुवालबाट धागो आएको छ त्यहीबाट फेरि निकाल्ने अनि फेरि धागो अर्को पुवालबाट सियो माथि निकाल्ने अनि टाइट गर्दै जानुपर्छ। धुला भयो भने टप राम्रो देखिँदैन। एउटा पोते एउटा क्रिस्टल एउटा पोते गरेर यस्तै गरी बुन्दै जानुपर्छ। अनि एउटा पोते छोडेर एउटा क्रिस्टल र पोतेबाट जुन पुवालबाट पहिला सियो निकालेको त्यही पुवालबाट रिटर्न जाने अनि अलि टाइट गर्ने। त्यस्तै गरी सुरुको राउन्डमा 6 वटा पुवाल हुन्छ, 6 वटा पुवालबाट घुमाएर यस्तै गरी एउटा पोते एउटा क्रिस्टल एउटा पोते गर्दै एउटा पोते छोड्दै एउटा क्रिस्टल र पोतेबाट फेरि त्यही पुवालबाट रिटर्न लैजाने सियो। यस्तै गर्दै बुन्दै गर्नुपर्छ। हाम्रो 3टा भयो। एउटा पोते एउटा क्रिस्टल एउटा पोते लिने अनि त्यसलाई चाहिँ सर र तल लैजाने, प्लेटमै टाँस्ने अनि च्याप्प छोपेर एउटा पोते छोडेर एउटा क्रिस्टल र पोतेबाट जुन पुवालबाट सियो निकालेको थियो त्यही पुवालबाट रिटर्न लैजाने र अलि टाइट गर्नुपर्छ। टाइट गर्दै बुन्दै जानुपर्छ यसरी। फेरि अर्को पुवालबाट ब्याक माथि आउने, एउटा पोते एउटा क्रिस्टल अर्को पोते एउटा पोते गर्दै फेरि त्यस्तै प्रोसेस, एउटा पोते छोडेर अर्को अब क्रिस्टलबाट एउटा क्रिस्टल एउटा पोते गरेर जाने। पाँचवटा भयो। अब एउटा पुवाल छ, सुरुकोमा चाहिँ 6वटा पुवाल हुन्छ। यो चाहिँ प्लेट मैले चाहिँ नि सानो टपको अर्डर आएको थियो अनि सबैलाई ठुलो टप पनि मन पर्दैन। 3 लाइनको छ मेरो, सानो छ टप, सानो टप अर्डर आएको थियो र मैले सानो चट्टको राम्रो बनाउन लागेको छु। हजुरहरूले चाहिँ आफ्नो इच्छा अनुसार ठुलो प्लेटमा पनि बनाउँदै जानुपर्छ। बनाउने प्रोसेस चाहिँ यस्तै हो। यसरी सुरुको लाइनमा एउटा राखियो अनि त्यसपछि सेकेन्ड राउन्डमा 6वटा भयो। अब लास्ट राउन्ड छ छेउको, अनि त्यसमा छेउबाट एउटा पुवालबाट टाइट गरेर निकाल्ने धागो अनि फेरि एउटा क्रिस्टल एउटा पोते एउटा क्रिस्टल र एउटा पोते गर्दै छेउको लाइन सुरु भयो। एउटा पोते छोडेर एउटा क्रिस्टलबाट धागो भित्र लैजाने, टाइट गर्नुपर्छ, अलिक कसेर गर्नुपर्छ अनि अर्को पुवालबाट धागो बाहिर निकाल्ने। फेरि यस्तै गरी पुरै राउन्ड चाहिँ घुमाउनु पर्ने हुन्छ। म चाहिँ एक दुईटा देखाउँछु अनि चाहिँ लास्टमा देखाउँछु एकैचोटि। मेरो च्यानल यति बेला हेरिदिनु भएकोमा थ्याङ्क यू र सब्सक्राइब गर्नुभएको छैन भने लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। आशा छ तपाईँहरूले मेरो भिडियो हेरेर पक्कै पनि सिक्नु भएको छ भन्ने आशा मैले गरेकी छु। 2टा चाहिँ म बुने, यसरी भ्याएर सके। यसरी टप तयार भयो।
यसरी अब धागो चाहिँ 2-3 राउन्ड गरेर कसेपछि अनि धागो फुस्किँदैन र टाइट पनि हुन्छ। यस्तै गरी बनाउनु पर्छ। आशा गरेकी छु कि हजुरहरूले पक्कै पनि मेरो भिडियो हेरेर सिप सिक्न सफल हुनुभएको छु भन्छु। केही कन्फ्युज छ भने कमेन्टबाट भन्न सक्नुहुनेछ। मैले हजुरहरूलाई बुझाइदिने कोसिस गर्नेछु। अनि मैले 2टा टप र औँठी तयार गरेँ। अनि यो ग्लु स्टिकको गनबाट पगालेर लगाउने अनि च्याप्प यसरी यो औँठी बन्यो। यो स्टिक हामीले बजारमा सजिलैसँग ग्लु गन अब सायद तपाईहरुले आजकल अब स्टेसनरीमा नि पाइन्छ र हामीलाई पनि हुन्छ। यो केटाकेटीलाई नि काम लाग्ने त तपाईहरुलाई यो चाहिँ गाह्रो हुँदैन भन्छु मैले। चप्काउने अनि तयार भएको छ। अनि यसमा चाहिँ मैले अलिकति यो गम लगाइदिन्छु मैले माथिबाट। यो गम चाहिँ नि मालाहरू पाइने पसलमै पाइन्छ। यसलाई चाहिँ यो चाहिँ नि एकदमै टाइट गरिदिन्छ। एकदम यो फुस्किँदैन। गनले गरेको चाहिँ कोही उक्किन सक्ने हुन्छ। यो लगाएपछि एकदमै राम्रोसित चप्किने हुँदा मैले माथिबाट यसले चाहिँ फिक्स गरिदिएको छु। यो गम चाहिँ नलाए पनि हुन्छ। मैले चाहिँ नि अलि बलियो गराउनलाई